टिन्टडेङ भयो त्यो ड्याङ तिन ड्याङ मलाई सघाएको नि बेबी छिटो छिटो हुन्छ भनेर खतरा छ नि अरे बेबी त सघाउँछ मलाई यसरी खानुपर्छ हौ खानुपर्छ अब सानीमा अलि यहाँ खन्नुहुन्छ म सिधै यहाँको देखाउँछु तपाईँलाई हेर्नु अब यहाँ थियो हामीहरू यहाँसम्म पुगिसक्यौँ छ भने साह्रै मेरो सानीको अन्ना कस्तो राम्रो सानीमा हुनुहुन्छ हेर्नु आफ्नो कामको चिन्नु बाजा चिन्नु हेर्नु कोही कोही पागल मान्छेहरू चाहिँ यहाँ आमा भनिसकेँ होइन म चाहिँ हमेसा सानीमा नै भन्छु अगर गाइजहरू मलाई सानीमा भनिनँ भने मैले अगर कोही किन म भन्दिनँ बिर्सेँ भने नि जस्तो अब हाम्रो यहाँ पिस्किला दिदी अनि एनुसा भन्ने हुनुहुन्छ कि होइन गाइस अनि हाम्रो उयोमा चाहिँ होइन नि तपाईँहरूले म के भन्नु खोजेछु भने नि अब कोही कोही मान्छेहरूले चाहिँ यहाँ आमा भन्छन् सानीमा भन्छन् ठुलो मम्मी भन्छन् तर म चाहिँ होइन यहाँको हेर्नु म ग्लोरी हो मेरो नाम अब मेरो डिसेम्बर या जनवरी या फेब्रुअरीतिर मेरो पनि एउटा भ्लग बन्छ जुन चाहिँ भ्लगको नाम कुजुर ग्लोरी या ग्लोरी कुजुर भ्लग हुनेछ म तपाईँलाई अहिलेदेखि इन्फर्म गरिराखेको होइन अनि म चाहिँ के भन्छु भने नि के भन्ने भने नि अब दिदीले चाहिँ आमा भन्छ सानीमालाई कोही किन आमाको गरी मम्मी भन्छ होइन तर म चाहिँ के भन्छु थाहा छ अब हाम्रो त्यो सानीमाहरूको घरमा पिस्किला दिदी भन्ने आइराख्नुहुन्छ क्या हमेसा अनि पिस्किला दिदी भन्ने अनि एनएसआईले कोही बेला काकी भन्नुहुन्छ क्या अनि अब काकी भन्नुहुन्छ अनि सनमान कोही बेला त तेरो काकीले सम्झाइ भन्नुहुन्छ कोही बेला गल्तीले होइन अब बाई मिस्टेक त हुन्छ अब कति होइन तर काकीले सम्झाइ भन्नुहुन्छ के भन्नुहुन्छ काकी नै भन्नुहुन्छ किनभने पिस्किला दिदी र एनएसआई त त्यही होइन अनि त्यस्तो भन्दाखेरि अब सानीमा आउनु भन्दा त आउनेवाला त होइन अनि काकी आउनु भन्दा चाहिँ आउनुहुन्छ है सानीमा अनि त्यही भएर गाइसहरू तपाईँ पनि आफ्नो सानीमालाई अर्कै नामले बोलाउने गर्नु या अरू अझै को हुन्छन् तर मेरो सानीमाको नाम चाहिँ नमी सानीमा हो क्या तर नि मैले नि अस्ति एउटा द्वारान थिएँ क्या कि त्यसरी नि मैले सानीमासँग उयो खेलेको थिएँ क्या लु सानीमा तपाईँ यो भयो भने तपाईँ मेरो नाम बदलिनु अगर उयो भने म तपाईँको नाम बदलिन्छु अनि सानीमाले चाहिँ सानीमा हार्नु भयो क्या अनि सानीमा हार्नु भएको कारणले मैले सानीमाको नाम चाहिँ त्यत्रो आत्मिक मान्छेलाई मैले सानीमाको नमी सानीमाको नाममा मैले स्वामी राख्दै क्या स्वामी सानीमा नमीबाट स्वामी मिल्छ भने मैले स्वामी सानीमा राख्दै कि यस्तो राम्रो छ नि त्यो नाम मलाई अहिले पनि कोही बेला रिस उठ्यो स्वामी सानीमा आउनु भन्छु क्या होइन अनि मेरो सानीमा चाहिँ गुस्सेवाला हुनुहुन्छ त्यही भएर तपाईँको सानीमा पनि यस्तो हुनुहुन्छ कि हुनुहुन्न तर मलाई बताउनु है हाम्रो बेबीले खाल्टो ड्याङ उठाउँदैछ मलाई सघाएको अरे बेबी मलाई सघाएको खो भन्न छिटो ए खतरा छ नि हाम्रो बेबी यहाँ ज्वारे सिमी रोप्नु भनेको यतिमा ज्वारे सिमी रोप्ने यतिमा दिन्छु है यहाँबाट हाम्रो इन्ट्रेन्स हो यहाँ हेर्नुहोस् देख्न सक्नुहुन्छ यहाँ हो अनि यहाँबाट हिँड्दै जाँदाखेरि फर्स्टमा यहाँ हेर्नुहोस् फर्स्टमा यो आइन्छ क्या
त्यहाँदेखि हेर्नुहोस् कस्तो राम्रो 4टा भाग बनाइएको छ क्या हेर्नुहोस् म चाहिँ नि यो एउटा हालिदिन्छु नि त होइन फर्स्टको चाहिँ म होइन हेर्नुहोस् कस्तो राम्रो छ नि त यसरी रोप्नुपर्छ यसरी हेर्नुहोस् यसरी रोप्नुपर्छ अनि फेरि छोप्नुपर्छ त्यो अलिकति छोड्नुपर्छ यसरी रोप्नुपर्छ म नि अनि गाइस यो चाहिँ मैले अघिदेखि भनिराख्ने तपाईँलाई चाहिँ यो चाहिँ म थिएँ तपाईँले सोच्नु भएको थिएन म ठुलो मान्छे हो निकै तर म चाहिँ सानो मान्छे हो तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ मैले अघि मजाले देखाइराखेको थिइनँ किनभने यो मेरो हातले पक्र्नु गर्दाखेरि त्यहाँ तल आइरहेको थियो यसरी यहाँ सानीमाले सबै यहाँसम्म खनिदिनु भएको छ देखाइदिनुहोस् अब यसमा चाहिँ अलिकति मल हाल्नुपर्छ कि यसरी म चाहिँ उत्तोसम्म हाल्ने भनेको तर खान्छ होला बोडी टिपेर गुटी अब यहाँ हेर्नुहोस् गाइस यो कस्तो सिद्धो अब यहाँ 4 अमल भन्नुहुन्छ तर म अलिअलि मात्रै ग्याप गर्नेछु बेसी बेसी गर्नु हुन्न इस मैले हालिसकेँ ए बेसी दूर भयो त के रोपेको बेबी यो जरेसिमी हजुर इङ्ग्लिसबाट त के भन्छ इङ्ग्लिसबाट अहिलेसम्म पढाएकै छैन मास्टरले नि हो र यस्तो अब सागहरूको चाहिँ सागलाई चाहिँ स्पेनिस भन्छन् अरू त स्पेनिस होइन स्पेनिसै भन्छन् सागलाई अब फेरि यो मल आइसक्यो यहाँ हाम्रो यो चाहिँ हाम्रै यहाँ घरकै गाई त अहिले अब यहाँ पुरा काम छ त्योहरू देखाउनु मिल्दैन होइन तर पनि अब कुनै दिन देखाउन नि त तपाईँहरूलाई म गाई कस्तो राम्रो गाई छ हाम्रो त्यसको नाम एउटाको चाहिँ काली हो कि अनि एउटाको नाम चाहिँ गौरी हो क्या त्यो गोरो छ अनि अर्को खालको चाहिँ कालो छ हेर्नुहोस् अब मैले फेरि हालिसकेँ बेसी आउँदैछ त हौ हेर्नुहोस् ल बेबी हजुर